सो राइट नाउ म अहिले बार्सिलोनामा छु। बार्सिलोनाको फेमस प्लेसेसहरू भिजिट गरेर आएको छु। युरोप आउँदै हुनुहुन्छ भने एउटा कुरो चाहिँ के विचार गर्नुहोस् भने ट्राभल गरिरहनु भएको छ आइदर सोलो ट्राभल गर्दै हुनुहुन्छ अथवा कपाल वा भने साथीसँग ट्राभल गर्दै हुनुहुन्छ भने पनि युरोप हो आनन्दले घुम्न मिल्छ भनेर चाहिँ नसोच्नु होला। अलवेज लुक आफ्टर योर इम्पोर्टेन्ट थिङ्स है, ग्याजेट्सहरू, पर्सहरू, मोबाइल फोन एकदमै बढी यहाँ स्निच हुने, थुतेर लिएर जाने, चोरेर लिएर जाने होइन। पकेटमारहरू हाम्रो नेपालमा के पाउँछ र यहाँ त्यति धेरै पाउँदो रहेछ है। सो त्यसले गर्दाखेरि विचार गर्नु होला। म यो ट्रिपमा अहिले होस्टेलमा बसिरहेको छु। सेन्ट क्रिस्टोफर होस्टेल छ, त्यो होस्टेलमा पनि 3 दिन अगाडि मात्रै चोरी भएको रहेछ। त्यो पनि उनीहरूले त भन्दैन, रिभ्यूमा हालेको थियो अनि त्यो रिभ्यू देखेर मैले थाहा पाएको। सो यस्तो कुराहरूमा चाहिँ विचार गर्नु होला। घुम्न जाँदाखेरि जहाँसुकै गए पनि आफ्नो सामानहरू चाहिँ एकदम सुरक्षित राख्नुपर्दो रहेछ है। चाहे जति नै डेभलप कन्ट्री होस्, झन् डेभलप कन्ट्रीमा झन् भुकमारी बढी हुँदो रहेछ।